सूचना तथा सञ्चार प्रविधि आइसिटीको परिचय र महत्त्व। सामान्यतः आइटी भन्नाले विभिन्न उपकरण र प्रविधिहरूका माध्यमबाट ध्वनि, छवि, अक्षर र सङ्ख्याको रूपमा जानकारी प्रसारण गर्ने प्रयोग गरिने प्रविधि बुझिन्छ। सूचना र सञ्चार प्रविधि आइसिटीको अर्थ प्राविधिक उपकरणहरूको सहयोगमा डाटा वा जानकारी सम्पादन गर्ने र सञ्चार गर्ने हो। मुख्यतः शिक्षाको क्षेत्रमा सूचना र सञ्चारको लागि प्रविधिको प्रयोग नै आइसिटी हो। यस प्रविधिले डिजिटल प्रविधिहरू, मुख्यतः इलेक्ट्रोनिक सूचना प्रशोधन प्रविधिहरू जस्तै कम्प्युटर, इन्टरनेट, मोबाइल फोन, नेटवर्क, ब्रोडब्यान्डको प्रयोग गर्दछ। आइसिटीलाई निम्न अनुसार परिभाषित गरिन्छ। सूचना भन्नाले अर्थपूर्ण र उद्देश्यपूर्ण रूपमा प्रशोधन गरिने डाटालाई बुझिन्छ। सञ्चार भन्नाले एक व्यक्तिबाट अर्को व्यक्तिलाई बुझ्न सकिने गरी जानकारीको स्थानान्तरण गर्नु हो। प्रविधि भन्नाले कुनै व्यावहारिक उद्देश्यका लागि वैज्ञानिक ज्ञानको प्रयोग गर्नु हो। कम्प्युटर प्रविधि र अन्य सूचना तथा सञ्चार प्रविधिहरू समावेश छन्। सूचना प्रविधिले मुख्यतः डाटा प्रशोधन र स्थानान्तरणमा ध्यान केन्द्रित गर्दछ, जबकि सञ्चार प्रविधिले जानकारीलाई एक ठाउँबाट अर्को ठाउँमा प्रशोधन र प्रसारण गर्न हार्डवेयरमा निर्भर गर्दछ। सूचना र सञ्चार प्रविधिको आवश्यकता र महत्त्व। सूचना र सञ्चार प्रविधिको आवश्यकता र महत्त्वलाई निम्न बुँदाहरूमा स्पष्ट पार्न सकिन्छ। यसले शिक्षामा पहुँच विस्तार गर्न सक्छ। यसले प्रविधिको सहयोगमा शिक्षाको गुणस्तर सुधार गर्न सक्छ। यसले प्रविधिमा पहुँच भएका र नभएकाहरूका बीच खाडललाई कम गर्न सक्छ। यसले योग्य र दक्ष जनशक्ति उत्पादन गर्न सक्छ। यसले सिकाइ प्रक्रियामा विद्यार्थीको संलग्नता बढाउन सक्छ। यसले सिकाइलाई रोचक, प्रभावकारी र दिगो बनाउन सक्छ। यसले प्रतिस्पर्धात्मक र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सक्छ। यसले रोजगारीका अवसरहरू प्रदान गर्न सक्छ। यसले आपतकालीन अवस्थामा आजीवन सिकाइ र अनलाइन शिक्षालाई सहज बनाउन सक्छ। 21औं शताब्दीलाई विज्ञान र प्रविधिको युग मानिन्छ। सूचना र सञ्चार प्रविधिको विकास र यसको प्रयोगले शिक्षा, उद्योग, व्यापार, पर्यटन, कृषि र औषधि लगायत मानव जीवनमा सबै क्षेत्रमा प्रभाव पारेको छ। नेपालमा पहिलो पटक जनगणनाको तथ्याङ्क प्रशोधन गर्न सन् 1972 अथवा विक्रम सम्वत 2028 मा आइएमबी 1401 मेनफ्रेम कम्प्युटर भित्राइएको थियो। यद्यपि नेपालमा सूचना र सञ्चार प्रविधिको द्रुत विकास विक्रम सम्वत 2046 मा प्रजातन्त्रको पुनर्स्थापनापछि मात्र देखिएको हो। आज नेपालमा सूचना र सञ्चार प्रविधिलाई सामान्य सञ्चार, अनलाइन र भर्चुअल कक्षाहरू सञ्चालन गर्न, खाताहरू राख्न र बिरामीको उपचारका लागि समेत प्रयोग गरिन्छ। सूचना तथा सञ्चार प्रविधि आइसिटी एकीकृत शिक्षण प्रक्रिया। शैक्षिक प्रक्रिया शिक्षण क्रियाकलापहरूसँग सम्बन्धित छ। शिक्षण प्रक्रियामा आइसिटीलाई एकीकृत गर्दा निम्न चरणहरू पूरा गर्नुपर्दछ। 1. प्रत्येक कक्षा कोठामा आइसिटीको पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधारको विकास गर्ने। 2. शिक्षण र सिकाइ क्रियाकलापहरूमा आइसिटीको प्रभावकारी प्रयोगका लागि प्रयोग शैक्षिक संस्थामा आवश्यक उपकरणहरूको सुसज्जित कम्तीमा एउटा कम्प्युटर ल्याब भएको सुनिश्चित गर्ने। 3. पाठ्यक्रममा आइसिटीसँग सम्बन्धित विषयवस्तुहरू समावेश गर्ने। 4. शिक्षकहरूलाई उनीहरूको शिक्षण कार्यलाई सहज बनाउन आइसिटीको प्रयोग सम्बन्धी तालिम प्रदान गर्ने र त्यस्ता तालिमका लागि आवश्यक बजेटको व्यवस्था गर्ने। 5. आइसिटीको आवश्यकताका लागि नेटवर्क स्थापना गर्ने। 6. पाठ्यक्रम र आवश्यक सामग्रीहरू कम्प्युटर र इन्टरनेटमा भण्डारण गर्ने। 7. शिक्षण सामग्रीहरू तयार गर्ने र तिनीहरूलाई कम्प्युटरमा भण्डारण गर्ने। 8. आइसिटी उपकरणहरू प्रयोग गरेर शिक्षण र सिकाइ क्रियाकलापहरू सञ्चालन गर्ने। 9.
विद्यार्थीहरूलाई विषयवस्तुसँग सम्बन्धित इन्टरनेटमा आधारित परियोजना कार्यका लागि वेबसाइटहरू पहुँच पुर्याउने